मेथी पानीले मधुमेह नियन्त्रण र छाला संरक्षणमा प्रभावकारी भूमिका खेल्ने प्रमाणित। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नासका वैज्ञानिकहरूको टोलीले गरेको अनुसन्धानले भान्सामा प्रयोग हुने मेथी भिजाएर तयार पारिने मेथी पानी मधुमेह नियन्त्रण र छालालाई हानिकारक युभी किरणबाट जोगाउन प्रभावकारी हुने देखाएको छ। यो अध्ययन विश्व प्रसिद्ध जर्नल साइन्टिफिक रिपोर्ट्समा प्रकाशित भएको हो। डाक्टर दिपेन्द्र दास मुल्मीको नेतृत्वमा गरिएको अनुसन्धानमा आधुनिक उपकरणहरू प्रयोग गरी मेथी पानीको संरचनात्मक र प्रकाशकीय गुणहरूको अध्ययन गरिएको थियो। परीक्षणको क्रममा मेथी पानीलाई विभिन्न स्तरको सुगर सोलुसन, मधुमेहको औषधि तथा सनस्क्रिन क्रिमसँग तुलना गरिएको थियो। नतिजाअनुसार मेथी पानीको मात्रा बढाउँदा सुगर अवशेषणमा सकारात्मक प्रभाव देखिएको छ, जसले मधुमेह नियन्त्रणमा भएको सम्भावना पुष्टि गर्छ। त्यस्तै सनस्क्रिन क्रिमसँग मिसाउँदा युभी सुरक्षा क्षमता उल्लेखनीय रूपमा बढेको पाइएको छ। दोस्रो दिन भिजाइएको मेथी पानीमा सबैभन्दा उच्च एन्टिअक्सिडेन्ट सक्रियता देखिएको अनुसन्धानमा जनाइएको छ। अनुसन्धानकर्ताहरूको अनुसार यसले फार्मास्युटिकल र सौन्दर्य उपचार क्षेत्रमा प्राकृतिक हरित उत्प्रेरकका रूपमा प्रयोगको सम्भावना पनि खोलिदिएको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन हुनु नेपाली विज्ञान क्षेत्रको लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ।